हाई एभ्रिवान मैले चाहिँ आज जापानमा 1997 अनि म जन्मेको मेरो दिन फर इक्जाम्पल इफ यु आर born in Jan 1 you can just take out news from 1997 Jan 1 अनि म गएँ लसन जापानको त्यहाँ गएर यहाँ के भिडियोमा क्लिक गरेको छु त्यो क्लिक गर्नुपर्छ त्यही भएर मैले यो भिडियो एकदम डिटेलमा बनाएको चाहिँ एउटा जापानमा बनाउन जापानको एउटा सोभिनियर जस्तो लिएर आउन सकिन्छ अनि जे होस् आफू जन्मेको दिन चाहिँ न्युजमा के आएको रहेछ भनेर अनि यहाँ चाहिँ के अप्सन थियो भने जापानिज टाइम्स वा जापान टाइम्स वा कुन न्युजको निकाल्ने त्यो पनि अप्सन थियो अनि जापान टाइम्स चाहिँ इङ्ग्लिसवाला न्युज पेपर भएको भएर चाहिँ मैले जापान टाइम्सको चाहिँ निकालेँ अनि 1997मा म जन्मेको दिनमा के भएको रहेछ आई गट टु नो यो चाहिँ फुल प्रोसेस हो यहाँ चाहिँ म जन्मेको डेट हालिरहेको छु अनि त्यसपछि अर्को भनेको चाहिँ यहाँ अहिले झ्याप्प एकैछिनमा बत्ती गएको जस्तो हुन्छ कि तर बत्ती गएको होइन रहेछ मैले चाहिँ अलिकति अड्केर के भयो प्रोसेस भने जस्तो भयो तर त्यो ठ्याक्कै त्यहाँको क्लोजिङ हुन लागेको भएर लाइट चाहिँ बन्द गरेको रहेछ तर प्रिन्टर चाहिँ बन्द भएको होइन सो सानो खालको सोभिनियर पनि होइन कि यो फेरि फुल न्युज पेपरै आउने क्या ठुलो न्युज पेपरै आउँछ 500 रुपियाँमा हुन्छ 1000मा चाहिँ अर्को खोइ के थियो अप्सन त्यो चाहिँ बिर्सेँ मैले तर 500मा यो निक्लिन्छ 500 येन भनेको चाहिँ $5 या नेपालको पनि 500 500 नै हो जापान र नेपालको उस्तै छ पैसा सो यस अनि मैले यहाँ म एकदम बिलिभै गर्न नसकेर हेरिरहेको थिएँ त्यहाँ न्युज के भयो भनेर सो यु क्यान ट्राई द्याट टु बाई